सम्पूर्णलाई नमस्ते। आई होप सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ विजयादशमी रहेको छ, सो सम्पूर्णलाई विजयादशमीको धेरै धेरै शुभकामना। देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्णलाई मिठो सम्झना। र यसै क्रममा आज चाहिँ हामी जाँदैछौँ दाइको घरमा, प्लम स्ट्रिट जाँदैछौँ। दुईजना जाँदैछौँ, म र मिङमा। ट्रेन चाहिँ 5 मिनटमा छ एन्ड इट विल टेक 1.5 hour टु रिच देयर। नमस्ते सबैजनालाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। This train is the southern service to London Bridge. हामीले चाहिँ ट्रेन लिइसक्यौँ। यो ट्रेन चाहिँ लन्डन ब्रिजसम्म जान्छ। आफ्टर द्याट वी हेभ टु टेक एनदर ट्रेन। यो चाहिँ मेरो सेकेन्ड टाइम हो विदाउट फ्यामिली, फ्रेन्ड्स अनि रिलेटिभ्स। फर्स्ट इयर चाहिँ इमोसनल्ली, मेन्टल्ली अलिकति गाह्रो भएको थियो। यो पालि चाहिँ अलिकति इमोसनल्ली त स्ट्रङ छु, तर स्टिल विदाउट फ्यामिली, फ्रेन्ड्स अनि रिलेटिभ्स चाहिँ अलिक गाह्रो नै हुने रहेछ। किनभने अब बच्चा बेलादेखि नै हामी चाहिँ बाबा मम्मी अब साथीहरूको साथमा अब सेलिब्रेट गर्दै आएको चिज होइन। अब एक्कासी विदाउट फ्यामिली सेलिब्रेट गर्नु पर्दाखेरि चाहिँ अलि गाह्रो नै हुने रहेछ। स्टिल दाइहरू यता हुनुहुन्छ, साथीहरू छ, सो साथीहरूकोमा गएर दाइकोमा गएर कसरी हुन्छ अब आफू रमाइलो गर्ने हो। जता भए पनि खुसी मनले रमाइलो गर्ने हो। अनि तिमीलाई चाहिँ के मिस भइरहेको छ त? मलाई चाहिँ फर्स्टमा चाहिँ मलाई फ्यामिली एकदम धेरै मिस भएको छ, त्यसपछि रिलेटिभ्स, अनि मलाई सेल रोटी चाहिँ एकदम धेरै मिस भएको छ, प्लस पिङ खेलेको। हामी चाहिँ ट्रेनबाट झरिसक्यौँ लन्डन ब्रिजमा। अब चाहिँ अर्को ट्रेन लिनलाई 2 मिनट वक छ, सो ट्रेनमै गएर कुरा गरौँ है त। हामीले चाहिँ सेकेन्ड ट्रेन लिइसकेका छौँ। यहाँदेखि चाहिँ अब हाफ एन आवर लाग्छ दाइहरूकोमा पुग्नको लागि। आज चाहिँ हामी बिहानै जाने प्लानमा थियौँ, तर मेरो ट्रेनिङ भएकोले गर्दाखेरि चाहिँ अलिक ढिलो भयौँ। अहिले चाहिँ युकेको 3:30 भइसकेको छ। अब बाँकी चाहिँ हामी घरमा पुगेर देखाउँछौँ है त के हुन्छ। अब टर्की पुग्यो, अब फेरि अब युरोप घुम्न पाओस्। नानी त के रजिस्टर नर्स भइसक्यो भने है, कङ्ग्रेचुलेसन है। थ्याङ्क यू। सबै आँटीको पुगोस्, उसको त सबै के छ अरे सबै हर्षका दिनै लैलै, वर्षमा दिनमा लैलै, हर्षका दिनै लैलै। दसैँ तिहार चाड र बाड, खुसीले सारा भर्यो नि संसार। टिका लगायो, त्यसपछि खाजा साजा खाएर चाहिँ एकैछिन तास खेल्यो। अहिले चाहिँ हाम्रो यता कुकिङ हुँदैछ। के भन्दैछ दाइ? लौरा खसी भन्दैछ। हाम्रो चाहिँ रमाइलो हुँदैछ।
म चाहिँ दाइकोबाट निस्किसकेँ अहिले चाहिँ रमाइलो भयो तास खेल्यौँ टिका लगायौँ होइन सबैसँग भेटघाट भयो रमाइलो भयो अब चाहिँ घर फर्किँदैछु म सो अब ट्रेनको वेट गर्दैछु अब 10 मिनटमा छ ट्रेन सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड वन्स अगेन सबैजनालाई विजयादशमीको धेरै धेरै शुभकामना सी यू नेक्स्ट टाइम बाई बाई